लिखित सम्झना पत्र सबैतिर रेडी रेडी सिसा नलाउनु न होइन भरे माछा भने सबैले खाऊ सामसाङ परिवार लिखित सम्वेदना पत्र तपाईँहरूको भाँडा चाहिँ नफ्याँकिँदैन सामसाङ परिवार कल्याण सङ्घ झापा शाखा भागबाट श्रद्धाञ्जली जन्म विक्रम सम्वत 2013 साल असार 2083 साल साउन 3 गते स्वर्गीय ज्ञान बहादुर सामसाङ यस सामसाङ परिवार कल्याण सङ्घ झापा शाखाका सदस्य गणेश सामसाङको पूजनीय बुवा ज्ञान बहादुर सामसाङको मिति 2083 साउन 3 गते आइतबारका दिन 70 वर्षको उमेरमा भएको यो दुःखद निधनले सम्पूर्ण सामसाङ परिवार कल्याण सङ्घ झापा जिल्ला शाखा अत्यन्त मर्माहत एवं स्तब्ध भएका छौँ। जिल्ला ताप्लेजुङ चाक्सीगट्टी गाविस 5 कर्कलेमा बुवा स्वर्गीय मानवीर सामसाङ र आमा स्वर्गीय मङ्गलीमाया सामसाङको साइला सुपुत्रको रूपमा 2013 साल असार 29 गते जन्म भई 2037 सालमा स्वर्गीय बुद्धमाया महादेवसँग वैवाहिक बन्धनमा बाँधिनु भई जीवनयापनको क्रममा 2071 सालदेखि झापाको मेचीनगर 11 भाइजन सृजना टोलमा स्थायी बसोबास गर्दै आउनुभएको थियो। स्वर्गीय ज्ञान बहादुर सामसाङ अत्यन्त मिलनसार समाजसेवी मृदुभाषी एवं सामसाङ परिवारकै एक अग्रणी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको निधनले परिवारले एक असल अभिभावक गुमाउनु परेको छ। उहाँको शोकाकुल परिवारजन छोरा बुहारी गणेश सनम सम्दाक मामा माउली परेको शोकलाई सहन गर्ने शक्ति प्राप्त होस् भन्दै गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै मृत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। अध्यक्ष महेन्द्र सामसाङ, सचिव मबिन सामसाङ एवं समस्त सामसाङ परिवार कल्याण सङ्घ झापा शाखा भनेर हामीले लिखित सम्वेदना पत्र यहाँ वाचन गरिसकेको छु। हाम्रो सामसाङ परिवार कल्याण सङ्घको झापाको तर्फबाट उपस्थित भइराखेर यो ज्ञापन मतलब संवेदना पत्र बुझाइराख्नु पूर्व स्वर्गीय मेरो सम्बन्धले काका पर्नुहुन्छ ज्ञान बहादुर सामसाङको सम्झनामा 1 मिनट सम्पूर्ण उपस्थित महानुभावहरूलाई मौन धारणमा सहित भइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। समय हेर्नको लागि अध्यक्ष महेन्द्र सामसाङलाई अनुरोध गर्दै समय सुरु भएको जानकारी गराउँदछु। यो लोक छोडेर उहाँले अर्को लोकमा जानुभएको भन्ने आह्वान छ। अब त्यो लोक हामीले देखेका छैनौँ।